तपाईले आजसम्म WhatsApp अकाउन्ट खोल्नु भएको छैन र नयाँ WhatsApp अकाउन्ट खोल्ने सोच्नु भएको छ भने त्यसको लागि एकदमै सजिलो तरिका रहेको छ WhatsApp अकाउन्ट नयाँ खोल्नको लागि। त्यसको लागि तपाईले आफ्नो फोनमा रहेको प्ले स्टोरमा गएर WhatsAppलाई डाउनलोड गर्नु होला। डाउनलोड गरिसकेपछि यहाँनिर फेरि एग्री एन्ड कन्टिन्यूमा क्लिक गर्नु होला। ओपन गरिसकेपछि अब यहाँनिर तपाईले कुन नम्बरमा WhatsApp चलाउने, यहाँनिर मेरो अलरेडी पहिला नै चलाइरहेको भएर यहाँनिर नम्बर देखाएको छ। तपाईले अब आफ्नो WhatsApp अकाउन्ट खोल्ने नम्बर माथि यहाँनिर डायल गर्न सक्नुहुनेछ। यहाँनिर नम्बर डायल गरिसकेपछि नेक्स्टमा क्लिक गर्नु होला। नेक्स्टमा क्लिक गरिसकेपछि तपाईले यहाँनिर कन्टिन्यूको अप्सन देख्न सक्नुहुनेछ। कन्टिन्यूलाई यसै तपाईले छोड्नु होला। त्यसपछि फेरि यहाँनिर कन्टिन्यूमा फेरि क्लिक गर्नु होला। कन्टिन्यूमा क्लिक गरिसकेपछि यहाँनिर पनि फेरि स्किप गर्न पनि सक्नुभयो अथवा एलो गरेर कन्टिन्यूमा क्लिक गर्न सक्नुभयो। त्यसपछि तपाईले यहाँनिर अब WhatsApp अकाउन्टमा आफ्नो नाम के राख्ने योनिर यहाँ चुज गर्न सक्नुभयो। नाम पनि यहाँनिर सेलेक्ट गर्न सक्नुभयो। अझै सजिलो के हुन्छ भने जीमेल अकाउन्ट पनि एड गर्नुभयो भने तपाईको नम्बर हरायो भने जीमेल अकाउन्टबाट पनि यो WhatsApp अकाउन्ट तपाईले खोल्न सक्नुहुनेछ। त्यो हुँदा तपाईले आफ्नो WhatsApp अकाउन्ट खोल्दाखेरि जीमेल अकाउन्ट पनि एड गर्नु होला। अब यहाँनिर च्याटको लोगो तपाईले आफ्नो इच्छाअनुसार मिलाउन सक्नुहुनेछ। यति सजिलोसँग तपाईले WhatsApp अकाउन्ट खोल्न सक्नुहुनेछ। तपाईले यहाँनिर देख्न सक्नुभयो। अनि यस्तै भिडियोको लागि लाइक, कमेन्ट, शेयर एन्ड फलो गर्न नभुल्नु होला। अनि तपाईको मोबाइलमा कुनै पनि समस्या परेमा कमेन्ट पनि गर्न सक्नुहुनेछ।